तर 2 दिन अलि कम भयो के। हप्ताको 4 दिन छुट्टी दिएको भए चाहिँ मज्जा हुन्थ्यो। हप्ताको 4 दिन छुट्टी दिएर काम चाहिँ कहिले गर्नु अर्को जुनीमा? मलाई त हप्ताको 1 दिनै ठिक थियो। अब घरमा बोर हुने भयो। डेटिङ जाम बने बोयफ्रेन्ड पनि छैन। आर यु कमेडी मी? सरी मन्जुलिका, म तिम्रो बोयफ्रेन्ड बन्थे होला, तर मेरो अलरेडी 3टा गर्लफ्रेन्ड छ। होस् त मलाई केको मतलब? अनि कसले मन्जुलिका भनेको? मेरो नाम मन्जु हो, थाहा छैन तिमीलाई? अच्छा मन्जु नाम सुहाएन के तिमीलाई? मन्जुलिका राख, पर्फेक्टली सुहाउँछ। हामी जे तोमार त 1 नम्बरको गवार। मन्जु जस्तो सुन्दर नामलाई बिगार्नु खोज्छस्? मन्जुको अर्थ थाहा छ तँलाई? थाहा छ त, किन थाहा नहुनु? मन्जु सन्जु सबैको अर्थ थाहा छ मलाई। तेरो सन्जु तैसँग राख। मन्जुको अर्थ चाहिँ के हुन्छ त्यो भन् मलाई। मन्जुको 2टा अर्थ हुन्छ। पहिलो अर्थ हुन्छ मन परेको जुत्ता मन्जु, अनि अर्को अर्थ हुन्छ मनोजको जुङ्गा मन्जु। अबे साले, अर्थ थाहा छैन भने थाहा छैन भन्न सक्दैनौ? अरूको नाम किन बिगारेको त्यसरी? तिमी धेरै नबोल, अहिले तिम्रो पनि बिगार्दिन्छु नि फेरि। सम्झिने पानी छम्किने। मेरो नाम बिगार्यो भने त म तिम्रो थोप्रा सोप्रा बिगार्दिन्छु। बिग्रेको थोप्रालाई कति बिगार्छौ हौ? अहिले नै फ्यात्त परेको फर्सीको जस्तो थोप्रा छ यसको। अझै बिग्रियो भने त ट्रकले खिचेको फर्सीको जस्तो हुन्छ। बफ तलाई, मेरो मोटोपनको मजाक उडाएको होइन। अब म 1 महिनामा घटेर देखाउँछु तलाई। के बोले भाइ? 1 महिनामा त तेरो चाकको बोसो पनि पग्लिँदैन त साथी। कसरी 1 महिनामा घट्छु भन्छस् हौ?